वेलकम टु माई न्यू ब्लग आफ्टर अ लङ टाइम। आज चाहिँ म ब्लग गराउँदैछु। अनि हाम्रो चाहिँ आज 3-4वटा प्लान क्यान्सल भएर यो 5औँ प्लानमा बल्ल बल्ल एक्जिक्युट हुँदैछ होइन। आइस दाइ यता हाई गरिदिनु नि त। हाम्रो प्लान बिगार्ने मान्छे उहाँ, प्लानमा बिचमा पर्ने मान्छे उहाँ मेरो भाइ होइन। लास्टमा इन्ड गर्ने मान्छे म। र धेरै कोसिसको बाद हामी चाहिँ त्यो डाँडामा जाँदैछौँ आज धेरै बजी। लेट्स सी के हुन्छ। अनि हाम्रो उहाँ चाहिँ हुनुहुन्छ हाम्रो ऱ्यापर रन्जित। ल खै चाबी ल्याउ त ल। एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब है त गाइज। अब आज कस्तो हुन्छ दिन केही थाहा छैन। अब हामी जान्छौँ पहिला अनि त्यसपछि त्यता आउनु है, म सुनिलाई पिक गर्छु त्यहाँ। ब्याग खै ल। ओके ओके रमाइलो भाइ ए डाँडा के ल। ओके गाइज अब हामी चाहिँ हिँडियो यहाँबाट। पहिला चाहिँ हामी एउटा साथीलाई पिक गर्छौँ होइन, हाम्रो साथीलाई। अनि त्यसपछि चाहिँ अनि हामी डाँडातिर जान्छौँ। बाटो चाहिँ थाहा छैन, फर्स्ट टाइम जाँदैछु म पनि। यसै के हुन्छ। ओके ओके हाम्रो साथीको घर चाहिँ त्यहाँ अगाडि हो। अनि हामी चाहिँ त्यहाँ यसो त्यसलाई पिक गरेर अनि त्यसपछि चाहिँ निक्लिन्छौँ। हाम्रो साथी घर चाहिँ ऊ त्यो अगाडितिर हो होइन। ऊ त्यता यो दोस्रो घर पछि तेस्रो घर हो। तिमी चाहिँ डाइरेक्ट उताबाट त्यता निक्लिन्छन् है। अनि हामी चाहिँ यताबाट यता। ए आजको राइड चाहिँ हाम्रो कस्तो हुन्छ थाहा छैन। अहिले हुन्छ कि जस्तो लाग्छ, घरिघरि चाहिँ लाग्दैन। किनकि बाटो चाहिँ सकी जस्तो मलाई भइरहेको छ। अनि स्पिड भयो भने चाहिँ बाटो गाह्रो पर्छ, राम्रो भयो भने त केही हुँदैन। अब उठेको भयो भने त लास्ट खेल्नै हुन्छ। अनि हाम्रो साथी चाहिँ उताबाट आउँदैछ, उहाँबाट आउँदैछ तिमी होइन। हाम्रो साथी आइसके सुनिल हाई भन्ने नि त, हाई मात्रै हो। अनि अब चाहिँ हामी चाहिँ डाँडामा जाँदैछौँ। गर्मी चाहिँ साह्रै छ हाम्रो। आज हामी पाल्पा त होइन, हामी वालिङसम्म पुगिन्छ कि भन्ने सोच थियो। तर आज प्लान अलि अल्टर पऱ्यो कि। अब के भयो यता पनि भएन उता नि भएन होइन। त्यही भएर सिधै होला नि होइन। अनि म चाहिँ तिमी गहौ कि नै डाँडामा गहौ भन। म चाहिँ फर्स्ट टाइम जाँदैछौँ हामी तिनजना। यिनी चाहिँ गइसकेछन् डाँडातिर होइन। ठाउँ चाहिँ बब्बाल छ भने अब हेर्नु होला। अब हेर्दै जानुहोस् कस्तो लाग्छ हजुरहरूलाई चाहिँ। राम्रो लाग्यो भने चाहिँ लाइक गरिदिनु होला। नराम्रो लाग्यो त अब पाइयो, नराम्रो लाग्न पनि पाइयो होइन। अनि हाम्रो केटाहरू चाहिँ अगाडि गइसकेछन्, माफ गरिदिनु होला है। घाम चाहिँ अति छ। घाम चाहिँ यो घाममा अलि मरिन्छ कि जस्तो छ छाडकाट चाहिँ आजको। त्यही पनि आई विल डु माई बेस्ट। अब यस्तो तातो छ, चासा सक्यो भने चाहिँ माफ गरिदिनु होला। बिचमै बन्द गर्नुपर्छ। केटाहरू चाहिँ त्यहाँ अगाडि छन्, शीतलमा बसेछन्। अब हामी चाहिँ यहाँबाट निक्लिन्छौँ। कहाँसम्म पुगिन्छ हेरौँ है त। जाम निक्लिनु उतैबाट घुमेर बेलुका आइसक्यो। खुब टान्नु हो क्या, अलरेडी टान्नु जाम आडै कुराहरू हुन्छ। आधा प्लान क्यान्सल गरेन अनि यहाँ अब उठेर पाल्पा निक्लेर यता आइदिन्छ यहीँबाट। केटाहरू आउनु पऱ्यो नि। अब हामी यताबाट चाहिँ हामी खोला पुगिन्छ, जर्गा खोला। अनि जर्गा पुगिन्छ यताबाट चाहिँ त्यो डाँडा जाने ठाउँ छ। त्यहाँ चाहिँ टिप्परहरू पनि लगभग हिँडिरहन्छ। अब आज हिँड्छ किन यता हो। यताबाट कता गइन्छ?
ए ल हामी चाहिँ अब छिर्यो हाम्रो अब यो सिधै होला के अरे बाटो अब यताको यही यो चाहिँ हाम्रो हेन्सीको अफिस जाने रुट। आज चाहिँ साथीले छुट्टी पाएनन् किनकि हाम्रो अब प्लानै के हो अल्टर थियो होइन। अब हिजो क्यान्सल गरियो प्लान अनि आज फेरि अब यस्तो छ हालत। जाने भनेको ठाउँमा चाहिँ जान पाइएन तर कहीँ जान्छौँ अब कहीँ त कहीँ जानु पऱ्यो। घर बस्दा फोहोर भइएछ होइन। बाटो चाहिँ अब यो देख्नुभएकै छ के अरे। अब यहाँभन्दा राम्रो बाटो त अब डाँडामा जानु त्यस्तै हो। हामी ढुर्कोतिर गएको भए चाहिँ हल्का पिच थियो। अब यतापट्टि अलिक छैन। यतापट्टि अलि हेर्नु अगाडि डाँडा छ। अझै हामी त धेरै माथि जानु होइन र यो त आधा यति पनि हामी अघि यति नै आएनौँ होइन। अनि यो आयो हामी यहाँ केटाहरू चाहिँ यहाँ भिडियो गर्दैछन् होइन। हल्का फुल्का पानी चाहिँ सुकेर रहेछ यहाँको ओभरअल होइन। बाटो चाहिँ कडा छ। बाटो चाहिँ खतरा साथीहरू है। यही अब यहाँ ठुलो ढुङ्गा अब बाटो यस्तो भयो भने चाहिँ हामीलाई पुग्न टाइमै लाग्छ होला। यतिको भए ठिक हुन्थ्यो तर त्यो खोला भएर नि होला कि खोला भएर त्यो अलिक गाह्रो भएको हामीलाई। अब बल्ल हामी मेन चढाइ चढ्न लाग्यौँ। यो चाहिँ हाम्रो मेन चढाइ हो डाँडाको। ओए बाफ रे बाफ यार होइन अझै भेजा छ। बाटो त ठिक हुनु पऱ्यो नि अलि। बाटो राम्रो हो ब्रेक हानेर त अड्डेला नि हल्का। ए दुईजना चलाउनु मिल्छ कि नै माथि अहिले डराउनु नल्याउने ल भनिदिउँ त भर्खरैको कस्तो यो बाटो यस्तो सिट थियो गाइज होइन। यहाँ मान्छे झराल्नु पऱ्यो। अब हामी जाँदैछौँ ब्याट्री सिटिन्छ के छिटै त्यही भएर के बन्द गरेको आएको बन्द गर्ने। बाइक चाहिँ ओभर हिट अफ भइसक्यो साथीहरू होइन। अलि एकैछिन माथि हामी गएर चाहिँ रेस्ट गर्छौँ। बाटो त आडे छ आडे यतिको पनि थिएन है भर्खरै चढाएको बाटो त। ट्याक्स एकाउन्ट भयो यहाँ तँ बरु सजिलो हुन्थ्यो यार घर बसेर पढेको यो गाह्रो छ। अनि अब त्यस्तै बाटो भेट्यो भने त पागल भइन्छ किनकि अहिले यो त धेरै रात हो यार। बाटो चाहिँ सुनिलले आनन्द चलाखानै यिनीहरूले त भन्दै थिए भन्दै धन्न लोटेनन् भाइ। ओ किन रोकेको बाघ आयो क्या के भयो ए यसो छ यसो रोकम यार बाइक यार तातो यार तातो क्या भाइ मेरै गना त्यही तल गना माथि जाम के ल बन्नु न हजुर यार ओ वहाँ राइडर हाम्रो हामी जाँदै गऱ्यौँ है त। ले हिँड्दा पनि मान्छे लोट लान्छ जस्तो यो ठाउँ। हामी चाहिँ कति आधा बाटो आयो कि नै त सुनिल लगभग हामी आधा बाटो आयो। अनि बाटो चाहिँ यही हो दोस्त। हातहरू चाहिँ फोडै उठेछ। यो बाटो आएको अनि यो बाटो जाने हामी। अनि गोप्रो चाहिँ तात्यो ओभर हिट खाइसक्यो गोप्रोले। अनि गोप्रोले रेकर्डै बिचमा बन्द गर्दैछ। अनि हामी चाहिँ धेरै टाढा त आएनौँ त्यही तलबाट यहीँ आएको तर धेरै गर्मी भयो पसिना भयो। अब हेलमेट खोल्छु म। अनि म चाहिँ हजुरसँग अब यहाँ ठ्याक्कै हिँड्ने बेलामा भेट्छु। अहिलेलाई चाहिँ टाटा के छ त आसित है के छ त कस्तो छ त दाइको यहाँ आउँदाखेरि चाहिँ दाइको लिची दुख्नु थाल्यो लिची दुखेर हैरानी ल
पागल हो भन न ल यस्तो बस तात्यो क्या अनि एकैछिन यो शीतलोमा हामी एकैछिन यो चाहिँ यहाँ ट्याक्क राखेछौँ अनि यहाँबाट अब यति उकालो चढेर यस्तो यता गएपछि चाहिँ हामी ठ्याक्क ठाउँमा पुगिन्छ। अब बाटोको भ्लग गराउँथेँ, बाटोको चाहिँ गोप्रो नै ओभरहिट खायो क्या, गोप्रो ओभरहिट खायो, केटाहरू तलै छन् क्या, बाटो उड्डेको थियो बल्ल बल्ल लिएर आएँ मैले जो। अनि हाम्रो हेन्जी यता छन् यस्तो शीतलोमा, यहाँ चाहिँ शीतलो छ यार, यहाँ शीतलो छ। एकैछिन अब हामी चाहिँ अब केटाहरू त्यहाँ बाइकको आवाज सुन्ने बित्तिकै म भिडियो गराउँछु अनि हजुरलाई एकैछिन पछि चाहिँ भेटौँ है त। ओके केटाहरू चाहिँ हिँड्ने आछन् होइन, पारा हेर्नु चाहिँ राइडर कतिको थकित छन् भने यही चलाइमा थाहा हुन्छ। अब खोरा उठिसक्यो हातमा ऊ भाइको। रोग रोग माथि उकालो यस्तो बस, यस्तो बस उकालो हो क्या ठाडै। अब एकैछिन शीतलमा राख के। अनि त्यहाँको बाटो त भेजा थियो यार, यहीँको यहाँ ठ्याक्किटी उठाउने बेलामा ल हाम्रो आइज है केटाहरू हेर त फ्या पऱ्यो। यो मेन उकालो चढाउन मेन यस्तो तातेको बाइक। अब हेलमेट समाते भयो नि फेरि होइन होइन नसमात ल सुधी भाइ हटाउ त बाइक यसो यता गर त यताहरू जान्छु म। यही यो बाटो राम्रो हो गाइज। अब मैले सर्ट खोलिसकेँ, ए विन्ड सिटर खोलिसकेँ। अब भगवान् ठाडो उकालो चाहिँ यार, ओए सुनिल सकिन्छ। अब यही हो गाइज, यो उकालो कटेपछि त लगभग लामै सास फेरिन्छ होला। है त गाइजहरू अब लाइक कमेन्ट सब्सक्राइब हान्नु पर्यो है, लाइक कमेन्ट सब्सक्राइब चाहिँ चाहियो। अब यति गरेपछि त कहाँ गयो यार, धगलिहाल गएन। आऊ बसिहाल तिमीले यहाँ लगभग त्यो उकालो त कटियो। अब यो उकालो कट्न सकियो भने हुन्थ्यो, यो उकालो कट्न सकिन्छ किन है त गाइजहरू। अब यस्तो उता साइडमा हेर न, साइडमा गाउँ हेर के हान्ने हो र यार। धगल त पर्दैन धगल अड्थ्यो न, हल्का धगलै हल्का। बस गाउँ हेर्नु है। अब मैले यसलाई चढाउने बेलामा दायाँ बायाँ गरियो भने चाहिँ गयो, नत्र चाहिँ ठिकै छ। उ त्यहाँदेखि बाटो अब मैले देखिसकेँ, मलाई यो फर्स्ट एन्ड लास्ट एन्ड इन्ड हो। यो धन्न धगल त कमानेको के बाइक। ल धगलिया है हल्का हल्का धगलिया है। छोडिदेऊ त हटाउँछु माथि। है धगल यति कटाउनु पर्छ है। धगल ओए
यही उकालो चढेर आएको होइन। यो हेर्दाखेरि त क्या सजिलो देखियो नि होइन, तर छैन यो सजिलो, केही पनि सजिलो छैन। यो यस्तो उड्डेको बाटो हो नि, यस्तो छ। केटाहरूको बाइकको आवाज पनि आएन, यता यस्तो छ। अनि आउला नि केटाहरू भनेको के अरे। अनि म यहाँ यस्तो छु, आउ न। वहाँ तिनी भेजा भन्। केटाहरूको त बाइकको आवाजै आएन के, केटाहरूको बाइकको आवाजै आएन। पुरै उस भयो बाटो यस्तो छ। मैले चाहिँ बाइक उता माथि लगेर आएको छु। अनि लास्टै गाह्रो बाटो हो, लास्टै गाह्रो। बाइक अब तातेर के भयो थाहा छैन। म त यो पुरै पानीले बगाएर अस्ति आएको पानीले, अनि त्यही भएर यो यस्तो भएको। न त अलि राम्रै थियो होला बाटो। यो सकिँदो रहन्छ ल, यो फर्स्ट एन्ड लास्ट हो, यो सकिन्न ब्यागमा। अब अर्को छ टिज भनेपछि मेरो बाइक उहाँ छ, सुनिल त्यहाँ छन् होइन। तिर्खला पानी पनि ल्याउन होइन, रुक अहिले केटाहरू अहिले फेरि हातै दुखिसक्यो गाइज। यो अहिले अर्कै आवाज तातेर हो कि, अहिले आउने बेलामा फेरि यस्तो आवाज गर्दैन। ओभर तातिसक्यो नि त बाइक। अब गाइजहरू हामी चाहिँ यही बाटो लागिन्छ होइन। अघिको भन्दा त राम्रै रहेछ बाटो, अघिको अलिक उठेको बाटो। म एक्लै छु अहिले, साथी चाहिँ उता झरारेको चढाउन। सकिएन यार, यो बाटो सकिन्न यार गाइजहरू। यस्तो उकालो आएको यार, थ्याट खुट्टै बाउडियो। अझै छ यार, त्यति त उकालो चढ्ने। यहाँ त्यति उकालो चढेपछि त बरु आउँदा बरु हल्का गयो नि सहज हुन्छ होला। अहिले त भएन यार। केटाहरू त्यही छन्। लो ए गुल्टियो बाइकै, गुल्टेको हो। उता केटाहरू गुल्टे छन्, म चाहिँ यताबाट गर्छु। यहीँ कहाँ भाम बोल्यो अगाडि। यहाँ ल ह्यान्डी लक छ। यहाँ पौडी खेल्ने ठाउँ छैन होला कि। ल गाइज हामी यहाँसम्म आयो। अब होइन लिएर जाऊँ न, अब यता माथि आइनु होला के अरे। अनि त्यसपछि हामी त्यहाँ तल अब पानी खान जान्छौँ। अनि लास्टतिर ला पानी खाएर अनि त्यसपछि कुरा हुन्छ क्या। फाइनल्ली हामी पुग्यौँ हाम्रो ठाउँमा। यता हाम्रो हेन्सम बोय छन्, अनि यता मेरो हालत यस्तो छ आँडे पाँडे। अनि त्यसपछि केटाहरू चाहिँ यहाँ छन् धुलै धुलो। चिसो नि होइन पानी, यहाँ हामीले गर्दा तातो त भएन भन्नु पऱ्यो नि होइन। त्यसो त ल अब हामी चाहिँ यहाँबाट सामान लियौँ। ओमा बनाउन यार के हो यार, कमिला छिरेछ क्या भयो। अब हामी यहाँबाट लाग्छौँ। गर्मी चाहिँ लास्ट छ गाइजहरू, घमाउरा चिट्केको क्या यार लास्टतिर। गाइजहरू चार्ज सक्यो जस्तो मानेको मैले, त्यही भएर रेकर्डिङ भएको छैन। बाटोको टेन्सन नलिनु होला। हामी चाहिँ तल गएपछि ल अब हामी आयो यही पौडी खेल्ने। हामी चाहिँ अलिक तल झरेछौँ, उहाँबाट आएको उतै डाँडाबाट यहाँ तल झऱ्यो अर्को डाँडा। हामी यति छौँ ल। अब हामी यहाँ अब यसो पौडी खेल्नु सुरु जाऊ त, यसो विचार गरेर त गाइज हामी चाहिँ यहाँ पौडी सौडी खेल्यो हल्का। अनि पौडी सौडी खेलेर अब अन्तिम छेडमा आयो। अब हामी निक्लिन्छौँ। अब मोबाइलमा नि चार्ज अब जम्मा 9% छ, धेरै छैन। अनि त्यसपछि गोप्रो त बस्ने माथि यहाँ एकजना उहाँ। अनि त्यसपछि अब गोप्रोमा चार्जै छैन, यसमा चार्ज सक्यो। अब चाहिँ यहीँ इन गर्छु मैले भ्लग चाहिँ। यति थियो बाटो यताउता यति हो होइन। अब यहाँ त धेरै केही छैन, धेरै केही छैन। हामी चाहिँ यहाँ यसरी यहाँ खेल्यो। अब पानी फोहोरो भइसक्यो यो। ल
हामी यहाँ आउनु हामीले भगवानले पागल हो कसम हामी पागल हो यहाँ आउनु कसम त्यो पेट्रोल खर्च गरेर इन्जिन तताएर त्यत्रो गरेर लास्टमा केही भएन हामीलाई उता कुकुरले त्यो होइन क्या त्यो होइन त्यो हो त्यो कुकुरले यहाँ यस्तो बनाउने पागल हो भन्दा हामी पागल हो ल प्लिज डु सब्सक्राइब कमेन्ट एन्ड लाइक माई भिडियोज गाइज है ख्याल गर्नु होला अब भ्लग चाहिँ आइरहन्छ सानो सानो भ्लग चाहिँ आइरहन्छ होला अब चाहिँ किनकि म बिजी थिएँ है अब सानो सानो भिडियो भयो नि आइरहन्छ ओके टेक केयर बाई बाई